साथीहरू नमस्कार, के छ आरामै हुनुहुन्छ? आज म राष्ट्रिय तथ्याङ्क कार्यालयको विज्ञापन माघ 1 गतेको विज्ञापनको सुपरिवेक्षक र गणक पदमा घरमै बसी अनलाइन माध्यमबाट मोबाइलबाटै कसरी आवेदन फारम भर्ने, कसरी आवेदन लिने भन्ने सम्बन्धमा सिकाउन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। तपाईँहरूको एक सपोर्टले नै मलाई अगाडि बढ्न र अन्य भिडियोहरू बनाउन समेत प्रेरित गर्नेछ भन्दै म आफ्नो मोबाइलको स्क्रिन सेयर गरेर तपाईँहरूलाई आवेदन फारम भर्ने तरिकाको विषयमा सिकाउन गइरहेको छु। धन्यवाद। ल साथीहरू, अब सुरुमा चाहिँ राष्ट्रिय तथ्याङ्क कार्यालयको वेबसाइट खोल्नको लागि चाहिँ तपाईँहरू तपाईँको मोबाइलमा भएको गुगल अथवा गुगल क्रोममा कुनैमा गएर यहाँ गएर राष्ट्रिय तथ्याङ्क कार्यालयको विवरण हालेपछि यहाँ आउँछ। जस्तो मैले नेपालीमै हालेर देखाउँछु तपाईँहरूलाई। राष्ट्रिय तथ्याङ्क कार्यालय भनेर हाल्दा बित्तिकै यहाँ राष्ट्रिय तथ्याङ्क कार्यालय भनेर देखाएको छ। नभए चाहिँ यसमा राष्ट्रिय तथ्याङ्क कार्यालय भनेर तपाईँहरूले प्रविष्टिले गर्न सक्नुहुन्छ। प्रविष्टि गर्दा बित्तिकै यहाँ राष्ट्रिय तथ्याङ्क कार्यालय भनेर आइसक्यो। यसमा क्लिक गरिसकेपछि तपाईँको यहाँ राष्ट्रिय तथ्याङ्क कार्यालय भनेर एउटा नामसहितको लोगोसहितको सरकारी लोगोसहितको वेबसाइट खोल्न आउँछ। त्यसलाई क्लिक गरेर खोल्नुभयो भने तपाईँकोमा राष्ट्रिय तथ्याङ्क कार्यालयको वेबसाइट खोल्छ। अब यसमा विज्ञापन कहाँ छ भनेर हेर्नु पऱ्यो भने तपाईँहरूले यो यसो तलपट्टि सारेर जानुभयो भने यहाँ हाइलाइटहरू भन्नेमा यो करार सेवामा जनशक्ति लिने सम्बन्धी सूचना भन्ने छ। यसभित्र जानुभयो भने तपाईँको विज्ञापन खुल्छ। यसमा चाहिँ विज्ञापन खुल्छ। यो विज्ञापनमा तपाईँहरूलाई विज्ञापन कस्तो कस्तोले दिने केले दिने भन्ने विषयमा मैले हिजो भिडियो बनाएको छु। त्यो भिडियो हेर्नु भएको छैन भने एकपटक त्यो भिडियो हेरेर आउनु होला। यसमा चाहिँ सबै कुराहरू खुलाएको छ। यसमा आवेदन फारम पनि दिएको छ। अनि अनलाइनबाट कसरी फारम भर्ने भन्ने विषयमा चाहिँ देखाएको छ। म यहाँ हजुरहरूलाई देखाउँछु। यहाँ यसमा चाहिँ अनलाइन आवेदन फारम भर्नको लागि एउटा लिङ्क दिएको छ। यहाँ hrms.nso.nepal.gov.lp भनेर एउटा लिङ्क दिएको छ। अब यही लिङ्क ओपन गरेर तपाईँहरूले यही लिङ्कभित्र गएर तपाईँहरूले के गर्ने हो त भन्दा आफ्नो डकुमेन्टहरू आफ्नो विवरणहरू राखेर प्रविष्टि गर्नुपर्ने हुन्छ। अब यही लिङ्कलाई चाहिँ कसरी ल्याउने त कहाँ गएर हाल्ने भन्ने सम्बन्धमा म देखाउन गइरहेको छु। हेर्नु होला। यसमा चाहिँ तपाईँहरू यही गुगल क्रोमकै सर्च बारमा गइसकेपछि तपाईँहरूले के गर्नु पर्यो त hrms.nso.nepal.gov.lp भनेर त्यहाँ हाल्नुपर्ने हुन्छ। nso.nepal.gov.lp भनेर हाल्नुपर्ने हुन्छ। यो हालिसकेपछि नेपाल.gov.lp हालेर सर्च गर्नुभयो भने यसमा एउटा यस्तो फारम खोल्छ। ल हेर्नु है। यसमा चाहिँ एउटा यस्तो फारम खोल्छ। यो नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय राष्ट्रिय आर्थिक गणना 2082 जनशक्ति व्यवस्थापन प्रणाली भनेर फारम एउटा खुल्छ। यसमा चाहिँ सबै विवरण भर्न अनिवार्य छ भनेको छ। अल फिल्ड्स आर म्यान्डेटरी भनेको तपाईँहरूले चाहिँ यहाँ दिएका सबै फिल्डहरू चाहिँ यहाँ दिएका सबै कोठाहरू चाहिँ भर्नुपर्ने हुन्छ। र यसमा चाहिँ अब फोटो र डकुमेन्टहरू अपलोड गर्दाखेरि चाहिँ यसले दुईवटा चिज मात्रै सपोर्ट गर्छ। एउटा पिडिएफ फाइल सपोर्ट गर्छ, अर्को जेपिजी फाइल। पिडिएफ फाइल अथवा जेपिजी फाइल। जेपिजी फाइल भनेको इमेज फाइल हो। दुईवटा मध्ये एउटा चाहिँ यसले सपोर्ट गर्छ। यसमा चाहिँ अधिकतम साइज भनेको 200 KB सम्म हुनुपर्छ। 200 KB भन्दा माथिको फाइल पनि यसले सपोर्ट गर्दैन र 200 KB भन्दा तलको फाइल चाहिँ यसले सपोर्ट गर्छ। तर फाइल चाहिँ 200 KB सम्मको हुनु पर्यो, बुझिली हुनु पर्यो है। अब यसमा चाहिँ म कसरी भर्ने के भर्ने भन्ने विषयमा एउटा आवेदन राखेर हेर्छु म। अब तपाईँहरूलाई म देखाउन गइरहेको छु। मैले आवेदकको पद भन्नेमा एकजना सुपरिवेक्षक भन्नेमा भर्छु अथवा गणक भन्नेमा भर्छु अथवा दुवैमा भर्ने हो भने यहाँ गएर मैले सुपरिवेक्षक भन्नेमा टिक लगाएँ। तपाईँको कुन प्रदेश हो, यहाँ प्रदेशको नाम दिएको छ 7वटा प्रदेशको, त्यसमध्येको आफ्नो प्रदेशको नाममा टिक लगाउनु पर्ने छ। त्यसै गरी जिल्ला सम्बन्धित कुन जिल्ला हो तपाईँको सोही जिल्लामा गएर तपाईँले टिक लगाउनु पर्ने हुन्छ। अनि जिल्ला चर्च गरेपछि त्यहाँ नगरपालिका गाउँपालिकाको नाम लिस्ट देखाउँछ। त्यसमा गएर तपाईँहरूले चाहिँ कुन नगरपालिका कुन गाउँपालिका हो त्यसमा गएर टिक लगाउनु पर्ने हुन्छ। अनि यो वडा नम्बर भन्नेमा चाहिँ आफैले
कति नम्बर वडा हो आफ्नो त्यो चाहिँ लेख्नुपर्ने हुन्छ। त्यसमा चाहिँ मैले वडा नम्बर 4 अथवा 5 जति हो मैले त्यसैले लेख्दै गइरहेको छु, तपाईँहरूले हेर्नुहोला। र त्यसै गरी अब यसमा चाहिँ आवेदकको नाम थर नेपाली भनेको चाहिँ यसमा आवेदकको चाहिँ नेपालीमा नाम थर नेपालीमा लेख्नुपर्ने हुन्छ। मैले चाहिँ कुनै एउटा काल्पनिक नाम राख्छु, ल कृष्ण खनाल भनेर एउटा नाम राखेँ। अनि त्यसपछि यही कृष्ण खनालको इङ्ग्लिसमा नाम राख्नुपर्ने हुन्छ। KRISHL कृष्ण KHALL खनाल भनेर कृष्ण खनाल भनेर इङ्ग्लिसमा पनि नाम राखिसकेपछि अब तपाईँको यो लिङ्ग भन्नेमा गइसकेपछि महिला हो कि पुरुष हो कि अथवा अन्य के हो यो टिक लगाउनु पर्ने हुन्छ। त्यसपछि अब सम्बन्धित व्यक्तिको बुवाको नाम थर भनेको छ। अब बुवाको नाम थर चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। मैले एउटा काल्पनिक नाम यहाँ प्रविष्टि गरेको छु। त्यसै गरी आमाको नाम थर पनि यहाँ प्रविष्टि गर्नुपर्ने हुन्छ। आमाको नाम मैले यो काल्पनिक नामहरू प्रविष्टि गरेको छु। अनि बाजेको नाम थर भनेको हजुरबुवाको नाम थर पनि राख्नुपर्ने हुन्छ। अब यति गरिसकेपछि तपाईँको नागरिकतामा भएको जन्ममिति उदाहरण भनेर यहाँ 2051 8 महिना 17 भनेर उदाहरण दिएको छ। यही फर्मेटमै तपाईँहरूले जन्ममिति पनि राख्नुपर्ने हुन्छ। यसमा चाहिँ मैले 2057 10 महिना 17 भनेर एउटा काल्पनिक मिति राखेँ। अब त्यसपछि जन्ममिति एडीमा पनि राख भनेको छ। यो चाहिँ अटोमेटिक आफै उता माथि राखिसकेपछि आफै आउँछ है। अनि त्यसपछि तपाईँको पुरा भएको उमेर भनेर यहाँ आफै अटोमेटिक पुरा भएको उमेर देखाउँछ। त्यसपछि तपाईँले आफ्नो मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ। एउटा मैले काल्पनिक मोबाइल नम्बर यहाँ प्रविष्टि गरेँ। त्यसपछि तपाईँको आफ्नो इमेल आइडी के इमेल आइडी हो त्यो इमेल आइडी चाहिँ यहाँ तपाईँले यसरी राख्नुपर्ने हुन्छ। त्यो इमेल आइडी राखिसकेपछि अब तपाईँको विवरणहरू अपलोड गर्ने समय आयो। यसमा चाहिँ तपाईँको डकुमेन्टहरू अपलोड गर्ने ठाउँमा चाहिँ पहिलोमा तपाईँहरूलाई तपाईँको नागरिकताको नम्बर कति हो त्यो नम्बर चाहिँ यहाँ गएर यसरी प्रविष्टि गर्नुपर्ने हुन्छ। त्यसपछि नागरिकता जारी गर्ने जिल्ला कुन प्रदेश हो होइन, कुन जिल्लाबाट जारी भएको हो यसरी प्रविष्ट गर्ने। अनि नागरिकता जारी मिति कहिले हो होइन 2054 1 महिना 1 गते भनेर उदाहरण दिएको छ। यस्तै गएर तपाईँहरूले चाहिँ के गर्नु पर्यो त प्रविष्टि गर्नुपर्ने हुन्छ। कृपया विक्रम सम्मत मिति आवेदकको लागि मान्य हुने भएको भनेको छ। यसमा चाहिँ तपाईँहरूले कति हो त मिति यसरी मिति राखिसकेपछि त्यो रातो लागेको त्यो यो राख भनेर भनेको फर्मेट चाहिँ हट्छ। अनि त्यसपछि यो नागरिकता प्रमाणपत्र भन्नेमा चाहिँ तपाईँले तपाईँको मोबाइलमा नागरिकताको फोटो खिचेर राख्नुभएको हुन्छ अगाडि पछाडिको, त्यसलाई चाहिँ एउटै पेजमा आउने गरी बनाउने। अनि त्यो फाइललाई चाहिँ ल्याएर यो चुज फाइलमा गएर तपाईँले यो फोटो एन्ड भिडियो भन्ने छ यसमा गएर तपाईँको कहाँ छ ग्यालेरीमा छ कि कता छ यसो गराएर यसरी चाहिँ तपाईँले ल्याएर के गर्नुपर्छ त यहाँ नागरिकता अपलोड गर्नुपर्ने हुन्छ। त्यसै गरी यो ठेगानाको विवरण चाहिँ तपाईँको स्थायी ठेगाना तपाईँको नागरिकतामा जुन ठेगाना छ स्थायी ठेगाना त्यही ठेगाना चाहिँ यसमा गएर तपाईँले के गर्नुपर्ने हुन्छ त प्रविष्टि गर्नुपर्ने हुन्छ। यसमा चाहिँ यसरी तपाईँको विवरणहरू चाहिँ यहाँ राखेर कुन जिल्ला हो होइन, कुन नगरपालिका हो, वडा नम्बर, अनि तपाईँको टोलको नाम सबै कुराहरू यहाँ राखिसकेपछि तपाईँको स्थायी ठेगाना र स्थायी र अस्थायी ठेगाना एउटै छ भने एउटै छ गराउने, नभए फरक छ गराउनु भने यहाँ टोलको नाम पनि राख्न भनेर आउँछ त्यो राख्नुपर्ने हुन्छ। अब त्यसपछि शैक्षिक योग्यतामा गएर तपाईँको स्नातक सुपरिवेक्षक हो भने स्नातक त, गणक हो भने प्रमाणपत्र त दुईटामा तपाईँहरूले भर्नुपर्ने हुन्छ। अब सुपरिवेक्षकको लागि स्नातक तहको लागि भन्नु पर्यो। कुन सङ्काय हो, मानविकी हो कि शिक्षा सङ्काय हो कि वाणिज्य हो कि कुन हो यसमा भर्नुपर्ने हुन्छ। त्यस गरी तपाईँको मुख्य विषय के हो त्यसमा गएर भर्नुपर्ने हुन्छ। अनि तपाईँको प्राप्ताङ्क प्रतिशत कति पर्सेन्टेज हो अथवा जिपिए कति छ सोही अनुसार राख्नुपर्ने हुन्छ। अनि त्यसपछि यसमा तलपट्टि गइसकेपछि यो न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट मार्कसिट प्रमाणपत्र भनेको छ। यसमा चाहिँ तपाईँको सुपरिवेक्षकको लागि हो भने चाहिँ ब्याचलरको ट्रान्सक्रिप्ट अपलोड गर्नुपर्ने हुन्छ। अनि ब्याचलरको क्यारेक्टर राख्नुपर्ने हुन्छ। गणकको लागि हो भने चाहिँ +2 को ट्रान्सक्रिप्ट र +2 को क्यारेक्टर सर्टिफिकेट चाहिँ अपलोड गर्नुपर्ने हुन्छ।
अब न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता विवरण भनेको छ यसमा चाहिँ तपाईँको जस्तो तपाईँ सुपरिवेक्षकमा भर्दै हुनुहुन्छ तपाईँको ब्याचलर पास चाहिँ न्यूनतम योग्यता हो तर तपाईँले मास्टर पनि गरिसक्नु भएको छ भने मास्टरको डकुमेन्ट पनि यसमा ल्याएर तपाईँले अघि नै भने जसरी त्यसरी नै तपाईँले यहाँ अपलोड गर्न सक्नुहुन्छ। त्यस्तै गणकको भर्दै हुनुहुन्छ तपाईँ ब्याचलर पास हो भने तपाईँले यसमा चाहिँ माथिल्लो शैक्षिक योग्यताको विवरणमा गएर ब्याचलरको डकुमेन्ट पनि तपाईँले अपलोड गर्न सक्नुहुन्छ। अब तालिम सम्बन्धी विवरण भन्नेमा चाहिँ यसभन्दा अगाडि कुनै तालिम लिएको छ भने चाहिँ यहाँ गएर 6 गराएर कुन संस्थाले तालिम दिएको कति दिनको तालिम हो भनेर तपाईँले यहाँ चाहिँ तालिमको विवरण भर्न सक्नुहुन्छ। त्यसै गरी अनुभव सम्बन्धी विवरणमा चाहिँ तथ्याङ्क सङ्कलन सम्बन्धी कुनै अनुभव छ भनेको छ भने 6 लाउने छैन भने छैन लाउने। 6 लाउनु भने कुन संस्थामा कति दिन काम गरेको र त्यसको प्रमाणपत्र चाहिँ यहाँ ल्याएर प्रविष्टि गर्नुपर्ने हुन्छ। त्यसै गरी अन्य विवरण भनेर अन्तिममा यहाँ आवेदकको फोटो भनेको छ यो फोटोमा चाहिँ तपाईँले चुज फाइल गरेपछि तपाईँको ग्यालेरीबाट तपाईँको पासपोर्ट साइजको फोटो खिचेर राख्नुभएको हुन्छ त्यही फोटो यहाँ ल्याएर प्रविष्ट गर्नुपर्ने हुन्छ। र अन्तिममा सबै कुरा भरिसकेपछि एकचोटि सबै आफ्ना विवरणहरू जुगार्नु होला र ठिक छन् भने यो बक्समा चाहिँ टिक लगाएर मैले माथि पेस गरेका सबै विवरणहरू सही छन् कुनै फरक परेमा कानुन बमोजिम सहने छु भन्नेमा टिक लगाएर यहाँबाट सबमिट गर्नुभयो भने तपाईँको सबमिट सक्सेसफुल्ली भनेर देखाउँछ। त्यो भयो भने तपाईँको आवेदन चाहिँ यो तथ्याङ्क कार्यालयमा जान्छ। त्यति गरेपछि सकेपछि मात्रै तपाईँको विवरण तपाईँले भरेको आवेदन तथ्याङ्क कार्यालयमा जान्छ र त्यसपछि तथ्याङ्क कार्यालयको सर्टलिस्टिङको प्रक्रिया सुरु हुन्छ। हस् त धन्यवाद। तपाईँहरूलाई भन्नुपर्ने सबै कुराहरू मैले यहाँ भनिसकेको छु। यसमा केही कन्फ्युजहरू लाग्यो भने कृपया कमेन्टमा भन्नुहोला म तपाईँहरूलाई रिप्लाई दिने प्रयास गर्नेछु। धन्यवाद।